यो कुरालाई ध्यान दिएर सुन्नु है, काम धेरै लाग्न सक्छ हजुरलाई। हाम्रो महावीर पुन काकाज्यूले के भन्नुभएको छ भने अहिले पेट्रोलबाट चलिरहेको गाडीहरू हाम्रो छ नि, त्यसलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने भनेर भन्नुभएको छ। र यो कुरा हजुरहरूलाई कस्तो लागिरहेको छ? र अब यसको लागि त मान्छे चाहियो, नयाँ नयाँ आइडिया भएको मान्छेहरू चाहियो जुन यो क्षेत्रमा काम गर्नुभएको छ। र नभएको होइन, हामीले युट्युबमा धेरै ठाउँमा देखिसक्यौँ कि कति मान्छेले स्कुलबाट यस्तो गरेको उस्तो गरेको, कति मान्छेले प्लेन बनाएको के बनाएको भनेर देखिसक्यौँ होइन। जस्तै हाम्रो नेपालमा छन् यस्तो मान्छेहरू। र अब यो मान्छेहरूले गएर त्यहाँ महावीर पुन काकालाई कन्ट्याक्ट गरेर भेट्नु पर्यो र हाम्रो देशको लागि कस्तो खालको हुन्छ अब विद्युतीय गाडी, त्यसको लागि छलफल गरेर त्यही अनुसारको गाडी बनाउने को लागि महावीर पुन काकालाई साथ दिनु पर्यो हजुरहरूले। ल, यो नम्बरमा कन्ट्याक्ट गरेर जानुहोस् है हजुरहरू सबैजना। ल, को इच्छुक हुनुहुन्छ आफ्नो आइडिया देखाउनुहोस्, आफ्नो कला देखाउनुहोस्। यही हो समय, देश अगाडि बढ्ने र देशलाई उठाउने। जय देश, जय नेपाल।